जानु आएको मोटरसाइकल अफिसको ल्याएर त अहिले नामानी गरेर भगाइदिनु राख्यो खाली पोखरी कसरी पुर्याउनु गर्दा छोरीको रामे ए अरे गइले अनलाइन गएन किनारी उनीहरू त छुट्टै छ नि नानी कार्यक्रम किनारीको सनीको गानामा सानो गऱ्यो अरे बिरामी गऱ्यो अहिले हिँडिरहेको हो प्रवासी अरे रमेश सुनेको अहिले त उता माइतीलाई बोलाउनु हामीले भिडियो साङ्लो परेको गाना तर पऱ्यो भनेर नि अस्ति आदि रुवामा स्टेल लाग्यो हो नि के मनै लाग्यो अरे यत्रो सानो बसेको सानो खाना बसेपछि उयो त हो नि अनि खिद्री खिद्री गऱ्यो अब हस्पिटल निकै जानुपर्छ नि त घर राति बन्द गरेर बसेर हुन्छ नि जिके पर्खी लगाइदिनु गाडी बस्नु नि यता यता बस्नु लाग्यो त भन्ने बारे नै अर्क्यो के नुन चाट्नु कति भात आउँछ त एकदम खाऊ न खान्छ तेल ल्याएर खाऊ होइन चिनी चाहिन्छ कि चिनी हालेर दुधमा चुट्की हेऱ्यो आलु दुधमा मात्रै चपेर खानुहुन्छ अनि कहाँ हुन्छ नि भात मसिनो गरेर मिच्नुपर्छ बुढाबुढीले खानालाई काठमाडौँमा 300-350सम्म अस्ति नै लाँदा 600सम्म नि भयो नि कति ठुलो होला काका खाइदियो अर्कै हो अब आज खाऊ अरू त खाऊ है अब ज्यादै हो क्या खाँदैन क्या कति राम्रो छ नाति तपाईँको नातिनी यस्तै छ नाकहरू त त्यस्तै छ ससमा त्यस्तै लाउँछ दाँत फेरि नाक पनि यस्तो लामो छ होइन त्यो कँडेलको जातै आएन जम्मै देव गोटा छन् आँखा ल हेर्नु त कहाँ कँडेल त्यो त चस्मा लाएर आँखा टेढा भएको हुन् क्या नाक हेर्नु न तपाईँको छोरा जस्तै बाउ जस्तो अन्डीलाई यसो मङ्गाल हाल्नु पर्छ बुढो बाउको टाउको होइन नाक त तपाईँको यस्तो यस्तो त हो आँखाको यति भएको मात्रै अलिकति अलिक ढलका बुढो बाबु जान्दा जानु बद्रीको गाडी चल्छ कि जान्न बद्रीको गाडी चलाउने भए भन्ने मोटर बाइक फसिसक्यो त फर्किने रहेछ मेरो भाइ त्यो बद्रीको गाडीमा जानुभन्दा आफ्नै गाडी चला बद्रीको गाडी आफ्नै गाडी दिन लहर चाहिँ बद्रीको गाडीमा चढ्यो भने लहर भिडा खाल्छ मर्नु किन मर्नु कालखण्ड जाँदा बरु लेफ्ट राइड गर्नु बरु खाडीभरिको बस्दा चल्नु जाममा जानु गाह्रो छ होला आधी भरि जान्छ हो रक्सी खानु माइला भाउले त के भन्दैछ एक गिलास रक्सी देऊ न भन्दैछ नि त एक गिलास चिया दिने अरे के बस्नु काका एक काका बस्नु भने केला कान लायो भने यस्तो झरेर किन जान्छ भन्ने के भेट्न जान्छ तातो र साह्रो मोबाइल लिएर जानुहोस् जा मोबाइल ल्याइदिए साह्रो फेरि चेन्ज नगरेको लिएर आइदिनु फेरि अहिले मोबाइल हान्नै पर्दैन
घरै कुरुडन मान्छे मरेन नि परेछ निकाय छ जजहरू मोबाइल हेर्छु छुट्यो नि होला त्यो हजुर नअलि उठाउनु अलिक अनि भयो नि त्यहाँ गर्नु छुट्यो नि होला कहाँ बस्नु चिया जानु होला होइन चिया खाएको मैले क्या अहिले टिभी हुने बेला हो कहाँ म तपाईँलाई कुरा गर्नुपर्ने थियो गफती गर्नुपर्ने थियो यहाँ गन्थली गरिदिन्छ सँगै गन्थली भइराखेको ल हेर जहाँ मैले नि हिजो एक दिन रोगा राखेँ बरु उता जान्थेँ बरु भोलि बिस्तारै आउँथेँ होइन उसको स्कुलको पढाइ हो बिना हामी बेरोजगारी मान्छे र उनीहरूको कहिले होइन म त एक पाइला हिँड्न सक्दिनँ म त हिँड्यो भने त मर्छु गाडीमा आउँदै गर बाबुलाई पनि लिएर म हिँड्छु त्यो तिमीलाई पनि आज बिता दिँदैन मैले हुँदैन जाने होइन अहिले त्यो एकछिन पछि घाम लाग्छ घाम लाग्दैन बाबु हेर्नु बादल पुरै आकाशमा बसिरहेको यिनीहरूको चाहिँ आज घाम लाग्छ मेघ बसिसकेको छ यत्रो नेटो बसेको छ भने 11 पछि उग्रिन्छ ल उग्रियो भने म तपाईँलाई 100 रुपियाँ भागिदिन आउँछु आज तासेर हुन्छ भयो काम छैन त्यो 100 रुपियाँको काम छैन यहाँ कहाँ लाख र हजारको अवस्थामा चाहिँ 100 रुपियाँ आउँथ्यो हामी 100 रुपियाँ पाउने मान्छेलाई त्यो 100 रुपियाँ पो आउँछन् है हामी लाख हजार कमाउँदैनौँ